Hi guys, यो चाहिँ हाम्रो भ्लग 2 हो अनि हिजोको भ्लगमा चाहिँ हामी मुनि सानो फेदीबाट ठुलो फेदीमा आएर यति हाम्रो बुढो मामुलीमा आएर बस्यो। यो चाहिँ हाम्रो बुढो मामुली अनि आज चाहिँ हामी अहिले बिहानै उठेर आज चाहिँ हो पाथिभरा माताको दर्शन गर्न जाने यात्रा अनि आज चाहिँ बिहानै उठेर अब हामी जान लागेका छौँ। उही गएर जे हुन्छ अपडेट गरौँला। हजुरहरूलाई एक थोक देखाउनु फेरि भ्लग कन्टिन्यू गरेको ल के हाल्नु भन्नु त उल्टो भयो क्या तपाईँको मुख देखियो ए हजुरहरूलाई एक थोक देखाउनु फेरि भ्लग कन्टिन्यू गरेको ल भन्नु। यहाँ अहिले हामी रविन्द्र अधिकारी प्लेन क्रास भएको ठाउँ देखाउँदैछौँ। तपाईहरुले देख्न सक्नुहुन्छ उ पर 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 एउटा रातो पखेटा पनि तपाईहरु त्यहाँ देख्न सक्नुहुन्छ। अहिले पनि यहाँ देखिन्छ प्लेनको बडी त्यही छ। गाइस यो भिडियोमा चाहिँ क्लियर देखेर रहेछ तर त्यति बेला चाहिँ सबै क्राउड भेला भएको थियो अनि पुरै मजाले क्लियर देखेको थियो। अहिले एडिटिङ गर्दा मात्रै देखेँ मैले। त्यसको माथिपट्टि मकालु हिमाललाई छर्लङ्ग देख्न सक्नुहुन्छ। अहिले टलक्क घाम लागेर देखिएको छ र त्यो पछाडि पाथिभरा माताको मन्दिर आउनलाई अन्तिम उकालोको रूपमा माथि हेर्नुहुन्छ तपाईहरु ट्रस लगाएर सिडी बनाएको छ। ग्रीन कलरको सिडी सबै ग्रीन कलरको सिडी छ। त्यो अन्तिम यो उकालो पार गरे पछाडि हामी तेर्सो गएर माताको दर्शन गरी आज फर्किने कार्यक्रम रहेको छ। भाषाडै भन्नुभयो। हामी आइपुग्यौँ गाइस 6:30 बजीतिर हिँडेको 8:15 सबसे सुरुमा भाइ आइपुग्यो अनि सेकेन्डमा म आइपुगेँ अनि पर्ख्यौँ मम्मीहरूलाई अनि त्यसपछि अहिले आइपुग्यौँ। भ्यू यहाँको भ्यू ओ माई गॉड यो चाहिँ मकालु हिमाल हरे भाले भन्नुभएको। अर्पण गर्दैछौँ सपरिवारले। माना जस्तै हो नि त। हाम्रो भर्खर पूजा सकियो। पूजा सकेर अनि अब भर्खर बाहिर निस्किरहेको छौँ अनि फोटोसोटो खिच्यौँ। अब हिमालय फोटो खिच्नु भनेको सबै हुस्से लागेर यस्तो भइरहेछ। खोइ अब हुस्से मान्छे बस्ने भनेको अब के हुन्छ। अब धेरै बेर गएन भने त अब उयो हो त्यही नै सके जति। म अब फर्किँदैछौँ अब दर्शन गरेर अनि त्यहाँ छ उता पुग्नु पर्ने चाहिँ अझै तल बाटो चाहिँ यस्तै छ। अब ओह्रालो न ओह्रालो कोही आउनुहुन्छ भने चाहिँ ग्रिपवाला सजिलो जुत्ता लाएर आउनु। हाम्रो चाहिँ यहाँ दुईवटा बाटो भेटेको छौँ। एउटा यताबाट बाटो छ एउटा यताबाट बाटो छ
अनि एउटा बाटोबाट सिधै दुईजना जान्छन् अर्को बाटोबाट चाहिँ म रेस्का जान आँटेको को छिटो पुग्छ रेस खेल्न आँटेको उता चाहिँ रेड पान्डा भेटिन्छ एउटै हो सधैँ सधैँ सर्टकट भनेको होइन त सोलबेटा जग्गा हो उकालो चढ्ने गाडी होइन त सोलबेटा छ यो त अनि उकालो होइन यो त अनि प्लेन अनि लामो बाटो हो नि त लामो होइन एउटै हो कुदेको जान्छ प्लेनमा होइन ओइ भलबाट कुदेको छ नि हामी छिटो पुगेर तिमीलाई पर्खिँदै गर्छु को छिटो पुग्छ त बोर्ने उभि राखेँ ल 1 2 3 कुद्न पाइदैन है कुद्न पाइदैन आज धरती से भाइको के गर्छ अरे है अब भाइ काम हो अरे मेरो गालै रातो हो ओ काम हो अरे नि हो म कामको थिइन मलाई हेर्नबाट यसो सुसु गर्छ रुखको हुँदै थियो अरे रकुलमै के त रुख थियो एउटा बाँस छ हौ रुख भुत्ला फलाको रुख चमडा हाले जस्तै थियो भुत्ला पनि थियो खोके तु रुखै हो हुन त हल्दी जस्तै देख्दै थिएँ म त कस्तो नजिकै थियो नि भालु रहेछ भने हामी मुखमा डन्डी छिराएर माथि उठाउँदै ढुकेर भन्ने प्लान बनाउँदै थियौँ तर के पनि थिएन रुख थियो अगाडि धर गाडी यस्तो भागेन मात्र भागे नि उचे हामी पाथिभारा माताको दर्शन गरेर ठुलो फेरि आइपुग्यौँ यहाँ चाहिँ पाथिभारा माताको फर्स्ट कसरी त्यो भएको छ पेन्टिङहरू भन्नु त म सक्दिनँ किन यहाँ यो ऐतिहासिक कुरा हो यहाँ पहिला एकजना लिम्बू दाइले भेडा चराउनलाई गुफामा माथि त्यो पाथिभारा माता भएको ठाउँमा जाँदाखेरि उहाँ हुनुहुन्छ लिम्बू दाइ अनि उहाँले चराउँदै गरेका भेडाहरू हराइसकेपछि उहाँलाई अचम्म लाग्यो अनि दिनभरि बस्नुभयो जङ्गलमा एक्लै अनि त्यो जङ्गलमा बसिसके पछाडि उहाँ गएर राति घरमा सुत्नुभयो त्यो चाहिँ यता सुतिसके पछाडि अनि माता आउनुभयो राति सपना यसरी सुत्नुभएको थियो सुतेपछि माता आउनुभयो सिंहमा चढेर दर्शन दिनुभयो उनीहरू सपनामा आयो सपनामा आइसके पछाडि अनि फेरि भोलि बिहान भएपछि उहाँ लिम्बू दाइ जानुभयो उहाँ मातालाई दर्शन गर्नलाई दर्शन गरिसके पछाडि उहाँले तपाईँका भेडाहरू तुरुन्त फर्किन्छन् त्यही ठाउँमा भनेपछि यहाँ यसरी भेडाहरू चर्दै रहेछ सबै भेडाहरू लिम्बू दाइले प्राप्त गर्नुभयो यो ठुलो आहानका साथ पाथिभारा माताको यहाँ उत्पत्ति भएको मानिन्छ भन्ने मेरो भनाइ हो गाइस क्लियर किस्तो हुनु कस्तो राम्रो छ कामे मात्र हो यहाँ बसेर कोहरा है कोहरा यो ढुङ्गो यस्तो ढुङ्गो भएर थिएन अलिकति चारोतर्फ कोहरा है घर चाहिँ त पहरो होइन आइज गर्न ओइ लडी चाहिँ नि आइज आउनु लिन जा भाइले अहिले त भरे छ देखो कौन अपने शहर आया यार निंजा हथौड़ी अपने घर आया यार बड़ी बड़ी आंखें और मुंह है छोटा सा सिर पे है टोपी और काल मोटा सा तेजी का इसकी नहीं कोई ठिकाना कितना है पक्का देखो इसका निशाना हथौड़ी ये है अपना तिमीहरू त हिमालमा आगो ताप्नु बसे जस्तो हिमालमा ठ्याक्कै हिमाल जस्तै छ हिमाल जस्तै छ जाडोमा झन् कति जाडो हुन्छ यहाँ कति बेर हिउँ पर्छ हिउँै मात्रै संसार हिउँ हुन्छ माथिबाट पर्दा कस्तो देखिन्छ रुई खसे यस्तो हुन्छ नि ठुल्ठुलो रुई बाती काट्ने रुई हो त्यस्तै खस्छ दुख्दैन सबै लुगामा झप्पै हुन्छ अहिले कस्तो दुखेको नि रुई गोडौलो गर्दै हाल्दा त्यही आइस जस्तै थियो तिमीहरू यसो गर्नु विराटनगर कुनै फेरि आउँ लाग्यो भने तिमीहरू मलाई फोन गर्नु वाट्सएपमा गर्नु म धरानबाट